फाइनली हामी चाहिँ कुवेतको बसमा चढिसकेका छौँ होइन। हामी अहिले घुम्न जानको लागि हामी साथीहरू एकट्ठा भएर हिँडिरहेछौँ है। माइ नेम इज राज। म अहिले घुम्न जानको लागि होइन एकदम तयार भएर हिँडिरहेको छु। मेरो साथीहरू पनि छन् यहाँ है, मिस्टर दिनेश, मिस्टर सुशील, मिस्टर मिलन, तिनजना हुनुहुन्छ। यो चाहिँ कुवेती बस हो साथीहरू। कुवेती बसमा चाहिँ यस्तो खाली खाली नै हुन्छ, खास धेरै मान्छे हुँदो रहेछ होइन। नेपालमा जस्तै साझा बस जस्तै देखिँदो रहेछ, दामी नै छ। हामी लगभग घुम्न जाँदैछौँ। कुनै पनि ठाउँमा गएको कुराहरूलाई म तपाईँहरूलाई देखाउनेछु है। जस्ट वेट माई भिडियो। बिस्तारै सबै सामान्य मेरो भिडियो ल्याउनेछु होइन। जस्ट तपाईँले वेट गर्नु होला। तपाईँहरूले हेर्न चाहेको, देख्न चाहेको ठाउँहरूलाई म तपाईँहरूको सामुन्ने ल्याउनेछु भिडियो मार्फत। फाइनली साथीहरू होइन, हामी चाहिँ यो माबुलाको सी साइड आइसकेका छौँ। तपाईँहरूलाई कस्तो लागिरहेछ होइन। हामी चाहिँ घुम्न आएको। पुरै रम्मल घारी छ यार, यहाँ त रम्मलै रम्मल छ। यहाँ त यस्तो सानो सानो खुजुरा दोकानहरू पनि रहेछ होइन। खुजुरा दोकानहरूमा चाहिँ यहाँ खानेकुराहरू पाइन्छ जस्तो छ। अब हामी चाहिँ यसरी घुम्दैछौँ है। पाइन्छ ल ल अहिले आएर खान्छौँ है। मेरो भिडियोलाई सपोर्ट गर्नु होला, लाइक कमेन्ट गर्नु होला होइन। मेरो च्यानललाई ग्रोथ गर्नु होला है। यस्तो छ होइन। यो समुद्रमा फाइनली आएको छु। पुरा छाल हेर्नु भयो, छाल यस्तो छाल छ, मजा आइरहेको छ होइन। तपाईँहरूले हेर्न सक्नुहुन्छ साथीहरू, यो समुद्र यति ठुलो छ नि, यति ठुलो छ नि। हेर्नु छाल यति ठुलो समुद्र छ नि। तपाईँहरूले हेरेर तपाईँ देख्नुहुन्छ होइन, तपाईँहरूले देख्नुहुन्छ होइन। तर यसको किनार कहाँ छ भने तर थाहा छैन नि होइन। फाइनली नेपालमा त यस्तो छैन नि साथीहरू है। मैले झुट बोले हो त होइन नि होइन। नेपालमा यस्तो समुद्र छैन नि। त्यही भएर नेपालमा बस्ने साथीहरूको लागि यो विशेष गरी यो भिडियो बनाएको है। तपाईँहरूले हेर्नु होला, वाच गर्नु होला यसरी। मेरो साथीहरू आफ्नै तालमा छ होइन, हो कि होइन, आफ्नै तालमा छ। म पनि फेरि आफ्नै तालमा छु है। समुद्रमा त के हुन्छ क्या रमाइलो एउटा कुरो है। यसरी कसको गर्लफ्रेन्ड हो, कसको बुढी हो, केटाहरूले मजा लिन्छन् जिन्दगीमा। के गर्ने यसरी होइन। लाइफमा इन्जोय गर्नुपर्छ क्या। इन्जोय गरेपछि यस्तै हुन्छ होइन। चिकन बडीलाई छोपेर होइन हिँड्नु पर्छ। चिकन बडी छोपेर हिँड्ने चाहिँ मिस्टर मिलन हो होइन है। अनि यहाँ अब यसरी होइन समुद्र पुरा उहाँ हेर्नुहोस् क्या दामी भ्यू दिइरहेको छ नि होइन है। ओह ल हेर्नु ऊ परक बिल्डिङ। ओ माई गड को जिम गर्ने है। पक्नु त्यसो अब पक्नु भयो दिनेश सरको। दिनेश ओ माई गड के गरेको त्यस्तो रमाइलो। यस्तो हुन्छ साथीहरू, यस्तो हुन्छ देख्नुभयो यस्तो हुन्छ। तपाईँहरूलाई त्यही भएर मैले भनिरहेको छु समुद्रमा आउनु होला, इन्जोय गर्नु होला, पाप्नु होला। पापिरहेको त्यो पानी पुरै यस्तो माथि हुन्छ। के भन्ने केटाहरू के भन्ने है।
समुद्रले बगाउला है साथीहरू हेर्नु है तपाईँले मजा लिन सक्नुहुन्छ यसरी ओ केटाहरू यस्तो मजा लिइरहेछ होइन यहाँ फेरि अर्को कसको बुढी हो मजाले अँठाइरहेको छ एउटाले होइन यसरी अँठाइरहेको छ एउटाले अँठाइरहेको छ है कसको हो कसको माल हो चिन्नु है फेरि यहाँ कुवेतमा मेरो बुढी हरायो मेरो बुढी अर्कैसँग लाग्यो भनेर चाहिँ होइन केटाहरू नरह है केटा हो आफ्नो माल चाहिँ चिनिहाल है केटा हो फेरि तनाव हुन्छ है बुझ्नु नि आफ्नो माल हरायो भनेर नरु लग्यो यार खतम बनायो लग्यो यार केटाहरूलाई लग्यो यार बचाऊ है फाइनली साथीहरू हामी चाहिँ रिटर्न आइसकेका छौँ होइन फर्केर आइसकेका छौँ मेरो साथीहरू यता हुनुहुन्छ है आफ्नो तालमा हुनुहुन्छ हामी चाहिँ कुवेतको बसमा चढेर आएको छौँ कुवेत बसमा खासै मान्छे हुँदो रहन्छ र आजको न्यू भिडियो यति नै है तपाईहरूले मेरो भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है मेरो च्यानललाई सपोर्ट गरिदिनु होला यस्तै भिडियो तपाईहरूको सामुन्ने म ल्याउँदै गर्नेछु हस्त नमस्ते जय नेपाल जय राष्ट्र जय राष्ट्रवाद।